हाम्रो प्यारो भाइ हुनुहुन्छ यहाँ चाहिँ भाइ तिम्रो नाम के? मेरो नाम भरत भण्डारी। भरत भण्डारी हो। घर कहाँ बाबु? मेरो घर यहीँ गुनापा 1 गाउँ नम्बर 14। यहाँ के गरिरहेको छौ तिमी? यहाँ यस्तै कुसुमघाट पुलमा फोटोसोटो खिच्ने आउने। कति कमाइरहेको छौ त? त्यस्तो छैन, ठिकै आफ्नो घर खर्च चल्दा भनौँ अलिअलि। यस पैसा कमाइरहेको छौ? ल यो भिडियो देख्ने मान्छे सबैजना यसो कुसुमघाट पुलतिर यसो घुम्न आइदिनु होला, फोटो खिच्दाखेरि सम्झिनु होला हाम्रो यहाँ। लोकेसन भन्नु, लोकेसन एक्ज्याक्ट लोकेसन। यो चाहिँ एक्ज्याक्टली लोकेसन मधुवन 8 पर्यो तपाईँको कुसुमघाट पुल हो यो पछाडिको। यहाँ चाहिँ सबैजना आइदिनु होला, हाम्रो यहाँ फोटो खिच्ने टोली पनि छ, सबैजनासँग आएर खिचिदिनु होला। भाइ तिमीले सिधै मलाई के भन्यो भनेपछि गोपालगिरीबाट आउने हो कि मलाई भनौँ न एउटा गोपालगिरीबाट आउने हो भनेर सोध्यौ। मैले चाहिँ अब मेरो भ्लगबाट आउँछ भने मैले होइन, भ्लग भनेको एउटा पर्सनलको मान्छे हुन्छ होइन, कुनै मलाई कसरी चिन्यो गोपालगिरी भनेर? मसँग चाहिँ तपाईँ फेसबुक सामाजिक सञ्जालमा चाहिँ फ्रेन्ड भएको कारणले गर्दाखेरि म चाहिँ तपाईँको प्रोफाइलहरू धेरै भिजिट गर्ने कारणले यसो त्यहाँदेखि चाहिँ देखेर यसो हेर्दाखेरि त गोपालगिरी दाइ जस्तो लाग्यो, त्यही भएर हजुरलाई एकदम सोधिहालौँ के हुन्छ कसो हुन्छ भनेर सोधेको। ए ल माया छ भाइ, जे छ अब मेरो भाइ ल भाइलाई धेरै माया छ है। अब भाइको राम्रो फोटोग्राफी गर्छन् जस्तो मलाई लाग्छ, क्यामेरा भिडिया छन् होइन। अब सम्पूर्ण आइदिनु होला, भाइलाई खोजी आएर फोटो खिचिदिनु होला है त सबैजनालाई। ल माया छ भाइ, ल ल।